क्वालिटी र क्वान्टिटीमा कम्प्रोमाइज भयो भने तपाईको होटल कहीँ न कहीँ शङ्कामा पर्छ। यो कुरालाई आजैका व्यक्तिहरू तपाईले ख्याल गर्नु मैले अनुरोध गर्छु। आचार संहिता भन्ने छ, सबैले पढ्न दिनुहोस् न। यसको अवसर 1 लाख रुपैयाँ तयारै छ तर व्यवसाय छ। सबैलाई पढ्न दिएको भयो भने त एक-एकवटा आचार संहिता आज बाँडिदिएको भयो भने त पब्लिस गरेर खै बाँड्यो। त्यो आचार संहितामा जुवा तास नखेलाउनु भनेर लेखेको छ। यहाँ हामीले पटक पटक टक्राउ होटेलमा जुवा खेलाउनु, तपाईँले जुवा खेलाउनलाई होटेल खोलेको हो। होटेलमा बसेर 18 वर्षभन्दा मुनिकोलाई चुरोट बेच्नु हुँदैन, रक्सी बेच्नु हुँदैन भनेर त्यो आचार संहिताको बारेमा छलफल गरेको खै व्यवसायीहरूसँग बस्छ। त्यो छलफल गर्नुहोस् र व्यवसायीहरूलाई सिकाउनुहोस्। थाहा छैन अझै पनि व्यवसायीहरूले ऊ गरेछ, प्रमाणपत्र ल्याएको छ, व्यवसाय सुरु गरेको छ। त्यो कुराहरू सिकाउनु पऱ्यो। होटल व्यवसायीले क्रिएटिभ काम गर्नु पऱ्यो। त्यो क्रिएटिभ कामहरू तपाईँले गर्नुहोस्। र अर्को महत्त्वपूर्ण कुरा, व्यवसायिक रूपमा कहीँ कतै यौन क्रियाकलाप हुन्छ भने सुने भने तपाईँहरूलाई तुरुन्तै त्यो कारबाही हुन्छ। मैले यहाँ ठाडो चेतावनी दिएको छु तपाईँहरूलाई, यो कुरा सुन्नु न। व्यवसायिक रूपमा मैले भनेको छु, व्यवसायिक रूपमा रोड सम्झनुहोस्। कहीँ कतै अर्काको होटलले यो काम गर्छ भन्ने थाहा पायो भने त्यो तुरुन्तै कारबाही हुन्छ। यति भन्दा पनि तपाईँले टेर्नु भएन भने तपाईँको होटलमा मैले यही हप्ता छापा मार्छु। मैले भनेको छु, चेतावनी पूर्वक भनेको छु, यही हप्ता छापा